साथीहरु नमस्कार, सबैजनालाई वेलकम मेरो मिनी ब्लगमा। आज चाहिँ म सुटिङमा आइसकेको छु। मजिनी कान्छीको सुटिङमा आइसकेको छु। तर आज हामीलाई एकदमै सरप्राइज भयो। मेरो बुढा चाहिँ पर्सि बाहिर जाँदै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो डाइरेक्टर अन्जु म्यामले हामीलाई सरप्राइज दिएर केक लिएर आउनु भएको रहेछ। अब बाँकी भिडियो कि है, आजसम्म मैले मेरो हस्बेन्ड बाहिर जाँदाखेरि यसरी पठाएको थिएन कि पठाएको थिएन होइन। एकदमै सरप्राइज दिनुभएकोमा मनैदेखि धन्यवाद अन्जु म्याम, थ्याङ्क यू सो मच अन्जु म्याम एन्ड दिराज सर पनि, र मजिनी टिम सब परिवारलाई मेरो मनैबाट धन्यवाद छ। हजुरहरूले आज यस्तो सरप्राइज दिनुभयो कि यति खुसी छु कि म। अरू बाँकी भिडियो फेरि हजुरहरूलाई देखाउने छु। मिलको हस्बेन्ड अनि यता धीरज सर पनि इज्जतमा मसँग हुनुहुन्छ। मेरो ससुरा बा, मेरो कोही बुढा श्रीमान लोग्ने, मेरो बोयफ्रेन्ड। सौदा सौदा हेर्नु चाहिँ गाली, सौदा 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 ल। मेरो उहाँ चाहिँ मेरो दादा होइन, मलाई हरेक दुःख सुखमा एकदमै साथ सपोर्ट गर्ने। आज मलाई यहाँसम्म ल्याउन पनि मेरो दादाको एकदम ठुलो हात छ होइन। थ्याङ्क यू सो मच दादा, तपाईँप्रति एकदमै म के भन्ने कृतज्ञता छु हजुरप्रति। सबैजना हाम्रो मजिनी कान्छीको परिवार होइन। यहाँ चाहिँ हाम्रो क्यामेराम्यान सन्दीप सर हुनुहुन्छ। एकदम हामीले राम्रो राम्रो खिचिदिनुहुन्छ कि एकदमै। मजिनी कान्छीमा मेरो ठुली आमा सासू र आमा, यता हेर्नु न, एक्लो मायामा चाहिँ आमा छोरी, म चाहिँ हेपेको सासू, हाम्रो छुच्ची एक्लो मायामा बाउजू। मङ्गलम पुण्डरी काक्ष मङ्गलाय तनुहरि। मिलियन भ्यू जाओस्, अझै राम्रो हुँदै जाओस्। यति छिटो अगाडि बढोस् कि यो भन्ने चाहिँ यता हो, यता कम त फोटो यतातिर नि। नमस्कार। नमस्कार म्याडम, नमस्कार। भाग्यमानी छिट्टै करोड करोड भ्युज भएको देख्न पाइयोस्, मिलियन सब्सक्राइब पुगोस्, म्याम सरहरूको सबैको राम्रो होस्, भलाइ होस्, अझै राम्रो कथा बनाउँदै जानुहोस्। एकदम संसारको सबैभन्दा भाग्यमानीमा म एउटा चाहिँ मेरो बात अनि म त्यसै तगालाएर खेलाउँछु। नमस्कार नमस्कार, मेरो भदै एक्लै पर्नु भएको थियो, म कता असुरक्षित राख्नै भएन। असुरक्षित राख्नु भएन नि मलाई त। बेइज्जत नगर्नु न क्यामेरा अगाडि भनेको। हाम्रो त सँगै बसिया छ। हाम्रो मजिनी कान्छीलाई मजिनी कान्छीको उत्तर प्रगति होस् होइन। एकदम छिटोभन्दा छिटो चाहिँ मजिनी कान्छीको डोन आयो, डोन आयो, डोन हेर्नु न।
मजिनी कान्छी सिरियलको है सिरियलको अनि मेरो घरबार बिगार्ने मान्छे पनि हो है उहाँ ल अब यहाँ खोइ त मोबाइल कसले पक्रिनु उहाँले त भिडियो नै गर्नुहुन्छ नि यहाँबाट फोटो पनि यता यता ल यता हेरौँ रोल नमस्कार सम्पूर्णलाई आज हामी यहाँ देखाइरहेको छौँ तपाईँहरूलाई अनि हामी चाहिँ आज मजिनी कान्छीको सुटिङ अनि यहाँ बिचमा बसिरहनु भएको छ सर के भन्छ यसलाई ह्यापी उहाँ चाहिँ भएर यता पनि ह्याप्पी स्वागत हामी सम्मानको साथ उहाँलाई सम्मानको साथ हामी उहाँलाई स्वागत गरिरहेका छौँ यतिखेर अनि उता हामी क्यामेरामा पनि छौँ साथीहरू होइन हामी क्यामेरामा पनि छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ यसै गरी हामी सम्पूर्णलाई के भन्न चाहन्छौँ भने हामी मजिनी कान्छीको सुटिङमा पनि छौँ है सुटिङ हामी अब सुरु गर्ने लागिरहेको छौँ यो विषयमा तपाईँहरूलाई हामी मजिनी कान्छीको 8औं भाग चाहिँ हाम्रो युट्युब च्यानलमा अन्सु युट्युब च्यानलमा अपलोड भइसकेको छ साथीहरू हामी 9 भागमा हामी आज सुटिङ हुँदैछौँ सबैजनाले हेरेर साथ दिनुहोला अन्जु अफिसियलमा है अन्जु अफिसियल युट्युब च्यानलमा आउँछ सिरियल चाहिँ मजाले खुवाइदिनुहोस् है ब्यास आउँछ होइन के पारा मान्छे अनुसारकै छ लिउँ लिउँ खुवाउनु खुवाउनु ल खुवाउनु एउटै मौका डबल कहिले पनि आउँदैन आएको मौका नगुमाउनु होला फुल दियो भने पनि फुलको पातै छैन भनेर उहाँले केकमै फुल भएको दिएको होला कि यो नि त लाइन झ्याप्पै यो रातै खाइदिउँ ल झ्याप्प रातै कोही बाँकी छ कोही बाँकी छ के खाने कार्यक्रम भइरहेको छ बोलाउनु न भाउजूलाई बोलाउनु 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 भाउजू भाउजू साथीहरू अब हाम्रो कार्यक्रम सकेको छ अहिले अब हाम्रो सुटिङ हुन्छ हस् बाई हाम्रो अन्जु युट्युब अफिसियलमा पनि हेरिदिनु होला हाम्रो मजिनी कान्छी यो चाहिँ मिनी ब्लग चाहिँ मेरो रूपा कार्की युट्युब च्यानलमा हेरिदिनु होला बाई।